म त्यसै लागेको होइन, म पनि नेपाल आर्मीको पहिला, त्यसपछि माओवादी हो, त्यसपछि नेपाली जनताको हो। तर यहाँ केही फरक पर्दैन जोसो गयो भने। त्यसो हुनाले तपाईँका छोराछोरीलाई नपढाउनु। किन पढाउनुहुन्छ, किन खर्च गर्नुहुन्छ? म आज त्यही पीडित भएर पनि यो चोकमा मैले यो सर्टिफिकेट जलाएँ, प्रमाणपत्रहरू जलाएँ र मलाई के यो अभियान म देशभरिमा छेड्नेछु। नेपालका 77 जिल्लामा यो अभियान मैले छाड्नेछु। यो अभियानको अभिकर्ता म नै हो। मैले हिजो पनि भनेको थिएँ पार्टीभित्र साथीहरू विद्रोह हुन सक्छ है, विद्रोह हुन सक्छ। तपाईहरु अन्तर्गत तरिकाले चाहिने पार्टीको झोले भएर हिँड्नु भयो भने यो गलत हुन सक्छ। यो अभियान 75 जिल्ला मैले सुरु गरेँ सुर्खेतबाट। कर्णाली पर्दै विगत हो, हामी जुम्लीहरू हो। जुम्लाको खाना खाएर पूर्वेलीहरू हाम्रो भाषा बोल्छन्। आज त्यसैले मैले आज सुर्खेतको सुन्दर नगरी यो वीरेन्द्रनगरको चोकबाट मैले आह्वान गरेर मैले जलाएँ। यो देशव्यापी प्रमाणपत्र जलाउने अभियान सुरु हुनेछ। तपाईले छोरा पढाउनु भएको छ तर पाउने कुरा पाउनु भएको छैन। कसैले टमाटर बेच्छ, कसैले कजी काट्छ, कसैले आलु बेच्छ। तपाईको लगानी अरबौं पुगिसक्यो। छोरो विदेश छ, छोरो युरोपियन कन्ट्रीमा छ। आज छोरासँग भेटघाट छैन। यो सरकारले हेर्दैन तपाई के हेरेर लगानी गर्नुहुन्छ। नपढाउनु। मैले भने मैले डिग्री गरे यो उमेरमा आएर, तर मेरो लेखाजोखा हुन सकेन। मैले आज सुरुवात गरेँ सुर्खेतको वीरेन्द्रनगरबाट। सबै साथीहरूलाई भन्छु, बेरोजगार साथीहरूलाई भन्छु, तपाईहरुले सर्टिफिकेट जलाउनु, तपाई नपढ्नुस्, त्रिभुवन युनिभर्सिटीलाई बहिष्कार गर्नुस्, एमयूलाई बहिष्कार गर्नुस्, बोर्डिङका महँगा स्कुलहरूलाई बहिष्कार गर्नुस्। किनभने तपाईलाई कंगाल बनाउँदैछन् यिनीहरूले। शिक्षाको नीति के हुन सक्छ? शिक्षा मन्त्री माओवादीको हुन सक्छ, एमालेको हुन सक्छ, कांग्रेसको हुन सक्छ। यो हुनु हुँदैन थियो। स्वास्थ्य मन्त्री एमालेको हुन्छ, माओवादीको हुन्छ। न्यायाधीशहरू श्रीमानहरू कसैका हुन्छन्। त्यो हुनु हुँदैन थियो। गलत भइरहेको छ। भ्रष्टाचारका फाइलहरू खोल्नुपर्छ, प्रत्येकलाई जेल सजाउनुपर्छ। हाम्रै मास्टर इनिसा बिकको हत्या 4 जनाले बलात्कार गरेर यौन सम्पर्क गरेर मरेको हुन्छ। तुरुन्तै संविधानलाई संशोधन गरियो, बलात्कारीलाई चाहिँ फाँसीको सजाय हो। म यो भन्न चाहन्छु यहाँबाट, यो अनिर्णयको बन्दी भएर बस्नु हुँदैन। इनिसा बिकले न्याय पाउनुपर्छ। निर्मला पन्तहरूले न्याय पाउनुपर्छ र पूर्वका कैयौं महिलाहरू बलात्कारी भएका छन्। यो नियमलाई संशोधन गर्नुपर्छ। यदि यो सरकारले संशोधन गरेन भने जेन्जीहरू फेरि प्रत्येक चोक गल्लीबाट उठेर यो सरकारको विरुद्धमा फेरि नारा लाग्ने। त्यसो भएको हुनाले मैले आज प्रमाणपत्रहरू जलाएको छु। मैले नागरिकता जलाएको छु। किनकि मलाई विदेश जानु छैन, पार्टीले सिफारिस गर्दैन, मेरो औकातले जान सक्दैन। मेरो डिस्टिंक्सन नम्बर छ, हेर्नु होला त्यहाँ प्रमाणपत्रमा छ। तर मैले जागिर पाउँदैन, मैले पार्टीको ठुलो भूमिका पाउँदैन। किनकि म पढेको छु। पढेको मान्छे अगाडि गयो भने रवि लामिछाने र बालेन जस्ता हुन्छन्, यो भन्ने बुझाइ पार्टीहरूको छ। त्यसो भनेको कारणले मैले माओवादी पार्टी त्यागे भनेको होइन। म रमिता हेर्दैछु, पार्टीको आफ्नै हुन्छ। म साझा समस्या लिएर आएको तपाईहरुको बीचमा। म आज एक्लै किन आएँ? यो वीरेन्द्र चोकबाट नेपालभरि बेरोजगारी युवाहरू तपाईहरु नपढ्नु, पढ्नुको अर्थ छैन। तपाईका सर्टिफिकेटहरु प्रत्येक चोकमा जलाउनु। यो सरकारलाई यो अल्टिमेटम हो।
मैले नैतिक रूपमा या कुनै सुरक्षाकर्मीहरूलाई पनि मैले जोर जुलुम गरेको होइन। उहाँहरूले पूर्ण रूपमा दलाउनलाई दिनु भएन, तर पनि मैले दलाएँ। त्यसो हुनाले मैले सर्टिफिकेट दलाएको छु, मैले नागरिकता दलाएको छु। यो राज्यमा असल मान्छेको भलो हुँदैन।